के तपाईहरु वर्किङ भिजामा लक्जमबर्ग जान चाहनुहुन्छ? अरे ए ओर्रा हो आजको यो भिडियोमा लक्जमबर्ग कसरी जाने र कसरी अप्लाई गर्ने, कुन मेन पावर कहाँ जाने देखि A to Z प्रोसेस तपाईहरुलाई चाहिँ भन्दिने छु। यदि हाम्रो यो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्नु होला र भिडियोलाई एउटा लाइक गर्न चाहिँ नभुल्नु होला। अनि यदि तपाईलाई युरोपास, सीबी, पुलिस रिपोर्ट जस्ता कागजात बनाउनु परेमा हाम्रो यही भिडियोको डिस्क्रिप्सनमा रहेको टेलिग्राम च्यानलमा चाहिँ जोडिन सक्नुहुन्छ। हामीले पक्कै पनि तपाईहरुलाई सहयोग गर्नेछौँ। ढिला नगरिकन अब भिडियोतर्फ लागौं। हाम्रो यो भिडियोलाई हामीले 3 वटा पार्टमा डिभाइड गरेको छौं। नम्बर 1 मा चाहिँ डकुमेन्टेसन, नम्बर 2 मा चाहिँ मेन पावर एन्ड एक्सपेन्सेस, नम्बर 3 मा चाहिँ सेल्फ अप्लाई। नम्बर 1 मा लागौं डकुमेन्टेसनमा। सबैभन्दा पहिला जानौं कि डकुमेन्टेसन भनेको के हो। डकुमेन्टेसन भनेको कुनै कार्यप्रति चाहिने कागजात बुझ्न सकिन्छ। जस्तै घरेलु कार्यको लागि आफ्नै मापदण्ड हुन्छ र बाहिरको लागि फरक हुन्छ। यसैगरी लक्जमबर्ग अप्लाई गर्न हामीलाई कुन डकुमेन्ट चाहिन्छ त? पहिला सुरु तपाईलाई नेपाली राहदानी चाहिन्छ र कम्तीमा राहदानी एक्सपायर हुन चाहिँ 3 वर्ष बाँकी हुनुपर्ने हुन्छ। अब तपाई सोच्नुहुन्छ होला किन 3 वर्ष? ल यसकै उत्तर पनि जानिराखौ है त। हामी नेपालीहरु युरोपको कुनै पनि देशमा भिजा अप्लाई गरेपछि त्यसलाई पर्खिन कम्तीमा पनि 6 महिनादेखि 1 वर्ष लाग्ने गर्छ। बढीमा चाहिँ 2 वर्ष लाग्न सक्छ। त्यसैले राहदानीको अवधि चाहिँ हामीले आवश्यक हुन्छ। सो अर्कोमा तपाईलाई चाहिँ 2 प्रति पीपी साइज हाम्रो फोटो पनि चाहिन्छ। अनि अर्कोमा तपाईलाई चाहिँ सीबी र युरोपास चाहिन्छ। त्यसको लागि चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। नम्बर 2 मा चाहिँ मेन पावर एन्ड एक्सपेन्सेस रहेको थियो। नेपालमा थुप्रै मेन पावर छन् तर ती मध्ये कतिपय मात्रै युरोप पठाउन गरेको छ। तपाईहरुले चाहिँ कुन मेन पावरबाट अप्लाई गर्ने त? ल अहिले म तपाईहरुलाई चाहिँ 3 वटा मेन पावरको नाम भन्दिने छु। नम्बर 1 मा चाहिँ ब्लू ओशन ओभरसीज प्राइभेट लिमिटेड, त्यसको कन्ट्याक्ट नम्बर पनि मैले यहाँ दिइसकेको छु है त। नम्बर 2 मा चाहिँ टाइटेनिक मेन पावर प्राइभेट लिमिटेड, नम्बर 3 मा चाहिँ ब्रिज स्काई इन्टरनेशनल प्राइभेट लिमिटेड रहेको छ। मेरो विचार अनुसार यदि तपाईले मेन पावरबाट अप्लाई गर्नु हुन्छ भने त्यो एकदमै तपाईहरुको लागि एकदमै प्रभावकारी हुनेछ। अब चाहिँ लागौं नम्बर 3 तर्फ। नम्बर 3 मा रहेको थियो सेल्फ अनलाइन अप्लाई कसरी गर्ने। सेल्फ अनलाइन अप्लाई गर्न थुप्रै वेबसाइटहरु छन् तर सबै ट्रस्टेड एन्ड लेजिट छ भने पनि छैन। तर कसरी तपाईहरु चाहिँ अनलाइन अप्लाई गर्न सक्नुहुन्छ त्यसको भिडियो म टेलिग्राममा हाल्दिने छु। तपाईले चाहिँ त्यही हेर्न सक्नुहुन्छ होला हैन। यो भिडियो लामो नहोस् भनेर युट्युबमा नहालेको हो र युट्युबको पोलिसी पनि छ हैन, बढी वेबसाइटहरुको भिडियोहरु हाल्न सक्दिन। र यो भिडियो कस्तो लाग्यो त्यसको प्रतिक्रिया चाहिँ कमेन्टमा पक्कै पनि दिनु होला। र कृपया तपाईहरु चाहिँ टेलिग्राममा जोइन हुन सक्नुहुन्छ। त्यहाँ सबै इन्फर्मेसनहरु मैले हाल्दिने गर्छु।